राज्य सञ्चालनमा राज्यका निकायहरू सिस्टममा प्रणालीमा आएर कार्य गर्न लागे भने के हुन्छ त हाम्रो देशमा? मेरो यो सयन तिर भनेर आएको एउटा पेपर हो। मैले सयन तिर्न पर्ने थियो। म यो तिर्नलाई सम्बन्धित निकायमा पनि गएको थिएँ, त्यहाँ तिर्न मिलेन किनकि त्यो प्रणालीले मलाई त्यसरी तिर्न दिएन। त्यहाँ एउटा प्रक्रिया हुन्छ, त्यो प्रक्रिया पुरा गरिसकेपछि मात्र मैले तिर्न पाउँछु। त्यो तिर्नको लागि यो मलाई पोस्टबाट आएको हो। यो पोस्टबाट सयन तिर्नको लागि पठाउँदा खर्च कति लाग्यो होला यो आफ्नो ठाउँमा छ। तर मलाई यो सयन तिर्न एउटा प्रक्रिया पुरा गरेर मात्र तिर्नको लागि आएको यो पेपर हो। यो पेपरले के जताउँछ, के जनाउँछ भने हामीहरू यही प्रणाली खोजिरहेका छौँ नेपालमा। यो प्रणाली नै सुशासनको एउटा मुख्य आधार स्तम्भ हो। यो प्रणाली सुरु होस् नेपालमा, यो प्रक्रिया सुरु होस् नेपालमा। जय देश, जय नेपाल।